हामी चाहिँ यता चागुनानबाट माथि लेक्कै बाटो तिर्सुल डाँडा जानको लागि हामी बाटैबाट हिँड्दैछौँ। अहिले चाहिँ यहाँनिर रुखहरू चिलाउने यो मसलाको रुख, यस्तो हात्तीबार भन्ने यो के बार हो, हामी चाहिँ हात्तीबार भन्छौँ। यस्ता रुखहरू भएको ठाउँतिर बाटो पनि कच्ची बाटो यस्तै रहेछ। तिर्सुल डाँडा त पुगिहालेको छैन, अब एकछिनमा चाहिँ हामी तिर्सुल डाँडासम्म पुग्छौँ होला। अहिले चाहिँ अब हामी यो महाकाल तिर्सुल डाँडा भन्ने ठाउँमा ठ्याक्क डाँडाको छेउमा आइपुग्यौँ। यता पारिपट्टि चाहिँ पुरा बागेश्वरी, यता भक्तपुर खरिपाटीदेखि लिएर यो भक्तपुर पुरै देखिँदो रहेछ। यताबाट एयरपोर्टसम्म देखिँदो रहेछ। अहिले चाहिँ हामी यहाँ ठ्याक्क महाकाल तिर्सुल डाँडा भन्ने ठाउँमा आइपुगेका छौँ। यो चाहिँ अब हामी ठ्याक्क तिर्सुल डाँडा मन्दिरमा आइपुग्यौँ। जय भगवान् रक्षा गर्नु होला। यो तिर्सुल डाँडाको तिर्सुल चाहिँ यही देखिँदैछ। यो चाहिँ पिकनिकको लागि सम्पर्क गर्नु होला भन्ने कुरो पनि देखियो। तिर्सुल डाँडामा चाहिँ नि हामी अब आइपुगेका छौँ। यहाँनिर चाहिँ यो ढुङ्गामा नै सरस्वतीको जस्तो मूर्ति देखिन्छ थोरै। मजाले ठ्याक्क तिर्सुल डाँडाको तिर्सुलकै फेदमा बसेर यो सम्प्रेषण गरिरहेको छु हजुर।